नया शैक्षिक सत्र भर्ना अभियान 2082। नयाँ शैक्षिक सत्र 2082 को विद्यालय भर्ना अभियान शुरू भइसकेको हुँदा सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्रतिको सुनिश्चितता भन्ने नाराका साथ प्लान इन्टरनेशनल नेपाल भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपको साझेदारी शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाको समन्वयमा र ठाकुर बाबा, बारबर्दिया, मधुबन नगरपालिकाहरू र गेरुवा गाउँपालिकाको सहकार्यमा बाल विवाह न्यूनीकरण परियोजना अन्तर्गत विद्यालय भर्ना अभियान सञ्चालनमा आएको छ। बालबालिका विद्यालय बाहिर नरहुन्, सबै विद्यालय जाने उमेरका बालबालिकालाई आफ्नो वरिपरि पाएक पर्ने विद्यालयमा अनिवार्य भर्ना गरौं। नियमित रूपमा पठन पाठनमा सहभागी गरौं। विद्यालय जाउँ, पढ्न पाऊँ, भोलिको उज्यालो आजै बनाऊ। छोरी होस् कि छोरा, सबैको लागि शिक्षा हो अधिकार। शिक्षा नै सक्षम समाजको आधार हो। भर्ना गरौं, पढाऊँ, उज्यालो भविष्य बनाऊ। प्लान इन्टरनेशनल नेपाल भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपको साझेदारी शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाद्वारा जारी सन्देश। नयाँ शैक्षिक सत्र भर्ना अभियान 2082। नयाँ शैक्षिक सत्र 2082 को विद्यालय भर्ना अभियान शुरू भइसकेको हुँदा सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्रतिको सुनिश्चितता भन्ने नाराका साथ प्लान इन्टरनेशनल नेपाल भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपको साझेदारी शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाको समन्वयमा र ठाकुर बाबा, बारबर्दिया, मधुबन नगरपालिकाहरू र गेरुवा गाउँपालिकाको सहकार्यमा बाल विवाह न्यूनीकरण परियोजना अन्तर्गत विद्यालय भर्ना अभियान सञ्चालनमा आएको छ। बालबालिका विद्यालय बाहिर नरहुन्, सबै विद्यालय जाने उमेरका बालबालिकालाई आफ्नो वरिपरि पाएक पर्ने विद्यालयमा अनिवार्य भर्ना गरौं। नियमित रूपमा पठन पाठनमा सहभागी गरौं। विद्यालय जाउँ, पढ्न पाऊँ, भोलिको उज्यालो आजै बनाऊ। छोरी होस् कि छोरा, सबैको लागि शिक्षा हो अधिकार। शिक्षा नै सक्षम समाजको आधार हो। भर्ना गरौं, पढाऊँ, उज्यालो भविष्य बनाऊ। प्लान इन्टरनेशनल नेपाल भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपको साझेदारी शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाद्वारा जारी सन्देश।